मेरो कविताको शीर्षक छ एक लासको हलचल। कविता यसरी सुरु हुन्छ। वर्षौं पुरानो एउटा मृत शरीर चिहानबाट उठेर घरिघरि गणतन्त्रको कुग्रोमा खेलिरहेका निदाइरहेका नाबालक शिशुहरूलाई तर्साएर जान्छ। खैर कुनै गुनासो छैन। बेला बेला कब्रिस्तानको कुनाबाट टाउको उठाएर हेर्छ गणतन्त्रको बगैँचातिर। त्यहाँ थरी थरीका मानिसहरू आफ्ना आफ्ना स्वार्थका पसल फिजाएर गल्ली चोक सडकतिर छरपष्ट छन्। उसको आत्मामा मन्थन गर्छ, उठाएर हेर्छ विगतका आफ्ना घिनलाग्दा इतिहासका पानामा आफ्नै राज्य सत्ताका फोहोरी तस्बिर। अनि ऊ मुस्कुराउँछ एक कुरूप हाँसो। ऊ घोत्लिन्छ एकछिन अनि फेरि उसको मनमा उमार्छ लालचीको बिउ। अनायासै लोभिन्छ सिंहासनको, श्रीपेजको शासन सत्ता, राज्यको महिमा उसको नाममा भएको थियो। राष्ट्रिय सम्पत्तिमाथि एकाधिकारले गरेको रजाई सम्झिन्छ हिजोका मोज मस्ती, लाखौं नोकर चाकर स्त्रीहरूसँग गरेको विलासी यी सबै वैभव सम्झेर ऊ कल्पिन्छ अनि फेरि एकपल्ट राज्य सत्ता हातमा लिएर शासन गर्ने सपनामा परिरहन्छ। खैर के वास्ता। ठिक त्यही बेला देखा पर्छ एउटा ढोगी जादुगर, जसले मानिसहरूलाई नाना थरीका खेलहरू देखाउँदै मूर्ख बनाइराख्छ। तर मानिसहरू जादुगरको जादुगरी नाटक हेर्न भने ठाउँ ठाउँबाट एकैछिनमा भेला हुन्छ र भिड हुन्छ र भिडलाई आफूतिर आकर्षित बनाइराख्न झन जोसिएर ऊ आफ्नो नाटकको जालहरू चमत्कारहरू फिजाउँछ, देखाउँछ। एउटा लट्ठी हातमा लिएर घरि राजकुमारको नाम जप्दै घरि सुनको बनाउँछ, घरि सर्प बनाउँछ, घरि चिहानबाट लास बिउजाएर चोक गल्ली सडकमा भाँड भैलो मचाउँछ। खैर के वास्ता, हामीलाई यी सबै नाटक नै त हो। फेरि त्यही बेला पश्चिमबाट उदाएको एउटा उल्टो सूर्य ऊ उदाउँछ उल्टो दिशाबाट, उल्टो युगको मान्छे जस्तो, उल्टो समय बताउने, उल्टो इतिहास पढेको, उल्टै खोपडीको मान्छे। ऊ आफूले आफूलाई विद्वान हुँ भन्न रुचाउँछ। पुरै देशको अर्थशास्त्रका अर्थनीति ऊ उल्टो व्याख्या गरिदिन्छ। ऊ उल्टो विश्लेषक हो। उल्टो विश्लेषण गरेर नै उसले सस्तो लोकप्रियता कमाएको छ र खुब चर्चा हुन्छ उसको। उसले आफूले आफूलाई नाङ्गै छु भन्ने कुराको हेक्का छैन। ऊ भन्छ म समयलाई उल्टाएर देखाउने छु, म चिहानबाट मान्छे फिर्ता ल्याउने छु र इतिहास रच्नेछु। खैर यी सबै मूर्ख बातचित मात्र हो। इतिहासको एउटा टुक्रामा, एउटा कुनामा मृत भइसकेको लासलाई फेरि सास दिने सपनामा जनलाई झुटो आश देखाएर मजाक गरिरहेको छ ऊ। उसले बुझेको छैन। लासहरूले पनि बुझेको छ यो कुरा। लासले पनि राम्ररी मन्थन गरेको छ यो बारे। सम्भावना देखेको छैन लासहरूले पनि फेरि जीवित हुने। तर पनि ऊ जबरजस्ती चलमलाउने जमर्को भने
गरिरहेको छ। भूतपूर्व भूतप्रेत भए पनि एकपल्ट हलचल गर्दैछ। बस त्यति मात्र हो। धन्यवाद।